ल के छ अनि यता हाम्रो त फेरि महा भाइरल टिकटकर हो कि होइन हो कि हो एकदम मुर्रा दाइ मैले तपाईँको के यो तपाईँको मैले भिडियोमा नि होइन हजुर यो चाहिँ मैले के होला भनेको तपाईँको यो टाटु रहेछ नि त होइन पर्मानेन्ट हो त्यो पनि ए हो यार ल पप्ली लाग्यो दाइ ल मेरो भाइ चिलको हो इगल हो इगल यस्तो एकदम म त स्वतन्त्र होइन माथितिर जानुपर्छ कहिले पनि नरोकिने हो कि रेड जिन्जर यहाँ चाहिँ आउनु पर्यो म त कतिचोटि आएँ यार धेरै आउँछ हेयरस्टाइलको बारेमा अब कतिले चाहिँ कपी भन्ला होइन हाम्रो भक्ति सारा टुङाले रेस्पेक्टफुल छ अनि पदम भन्ला कोहीले ख्यामे भन्ला ख्यामेको चाहिँ म चाहिँ फेरि डाइहार्ड फ्यान होइन एकदम एकदम त्यही भएर हामी चाहिँ मुर्रा ग्याङ नै पर्छौँ है तर हामी अलिक पछि आफ्नै ब्रान्ड निकाल्ने आफै निकाल्ने हो युनिक पनि गर्नुपर्छ हामी सोसियल मिडियालाई माया गर्नेले चाहिँ पब्लिकले चिनाउनै पर्ने हुँदो रहेछ क्या काटेको दिन चाहिँ मलाई गाली यति आयो कि 1 बजेसम्म मागेको मेरो नाम लागेन होइन त्यो भ्लगरलाई चाहिँ 5 सब्सक्राइबरको कमी कमजोरी रहेछ प्लिज 1K पुऱ्याउनको लागि सबैजना गएर सब्सक्राइब हानिदिनु होला नेक्स्ट टाइम राम्रो मिटअप हान्नुपर्छ दाइको होइन तपाईँको मैले चाहिँ तल डिस्क्रिप्सनमा राखिदिन्छु दाइको च्यानल पनि भिजिट गर्न सक्नुहुन्छ गाइज अब 1K को सेलिब्रेसन आउँदैछ क्या हामी सो गाइज स्वागत छ है तपाईँहरूलाई मेरो आफ्टर लङ टाइम आफ्टर 1.5 महिना जति भएर भ्लगमा हालेको त्यही पनि अब 1K सब्सक्राइबर कम्प्लिट हुन लागेको छ टक्क गरिदिनु पऱ्यो तपाईँहरूले 1K सब्सक्राइब पुऱ्याइदिनु भयो है साथीहरू अनि यहाँ हामी चाहिँ एउटा दाइ यामु भ्लग होइन सरी यामी भ्लग छ म यहाँ डिस्क्रिप्सनमा राखिदिन्छु उहाँको आइडी पनि भिजिट गरिदिनु होला च्यानल जस हामी चाहिँ एकअर्कामा सपोर्ट हामी भर्खरै स्टार्टिङ फेसमै हो अनि एकअर्कालाई यसो सपोर्ट गरेर हुन्छ भने हामी चाहिँ भेट्नु हुँदैछौँ है गाइज हामी टक्क लगाएर यहाँ 3 भाइ जाँदैछौँ हाम्रो चाहिँ होइन हेलो अब हाम्रो चाहिँ यो बाइकमा हामी चाहिँ यो एमटी मिस्टर प्रतीक दुमी राई प्रतीक खालिङ राईको है दुमीको होइन फेरि हामी चाहिँ होइन यहाँ 3 जना जाने होइन साथीहरू हामी चाहिँ रुल्सहरू ब्रेक गर्न चाहन्यौँ हामीले एउटा इनड्राइभ बुक गरिसकेको छौँ किनकि हामी जस्तो जनताले बुझेनमा कसले बुझ्ने त त्यही भएर हामी यहाँ 2 जना जान्छौँ 1 जना हामी इनड्राइभ पठाउ याङ्गो जे पनि आउँदैछ एकजना हामीले गरेको छौँ तपाईँहरूले लास्टसम्म हेरेर माया साथ देखाइदिनु होला टुङटुङ टाढा ल ल जाउँ न त साथीहरू म चाहिँ इनड्राइभमा आउँछु पठाउ गरेर टक्क आयौँ है अनि टक्क चाहिँ हो टक्क लाएर अब हामी चाहिँ आइसक्यो होइन यहाँनिर यो टक्कले त गोकर्ण साइड हो भने गोकर्ण सोरतिर छौँ अब दाइ चाहिँ आउँदै हुनुहुन्छ अरे हेरौँ लेट्स सी गाइज आई थिङ्क यु अल इन्जोय माई भिडियो सो गाइज अब त्यही हो हामी चाहिँ टक्क लाएर यहाँ बसेका छौँ दाइ कताबाट आउँछ थाहा भएन यहाँ अहिले चाहिँ हामी सरी यामी भ्लगलाई पर्खिने छौँ गाइज ल के छ अनि ल हाम्रो चाहिँ मिठो सब भइसक्यो हाम्रो केटाहरूलाई बिस्तारै अघिदेखि दुःख दिनु रिसा छैन नि मबाट छैन त एकदम हाम्रो रिसाउँदै पाएन म त अघि तिमीहरूले यहाँ के देखाएको यता उहाँ चाहिँ मेरो साथी हो ए उहाँ पनि भ्लगरै हो कि ए हो यता हाम्रो चाहिँ फेरि महा भाइरल टिकटकर हो कि होइन हो कि एकदम सक्दैन ल ल है त हाम्रो दाइ मैले तपाईँको के यो तपाईँको मैले भिडियोमा नि होइन हजुर यो चाहिँ मैले के होला भनेको तपाईँको यो टाटु रहेछ नि त होइन पर्मानेन्ट हो त्यो पनि ए हो यार ल पप्ली लाग्यो दाइ ल मेरो भाइ पनि भेट्यो दाइ यो के चिलको हो इगल हो इगल यस्तो एकदम म त स्वतन्त्र होइन माथितिर जानुपर्छ कहिले पनि नरोकिने हो कि हाम्रो ग्याङहरू के एउटै मात्र राइड होला फेरि हजुर उति परसम्म हामी हिँड्दै जाउँ न तपाईँ र म हिँडेर हामी हिँड्दै पछाउदै 2 जना त्यो पर त जान्छ हैन हामी हिँड्दै आउँछौँ फेरि ठ्याक्कै कहाँनिर चिन्दिन लाग्यो यही हो कि उही साइडमा जाने हैन तपाईँ र उ अघि अघि हामी पछि बाट जाउँ त ल हामी बाइक जान्छौँ नि त ल तपाईँ बाइकमा आउनु साइडबाट हिँड्नुपर्छ है ओके दाइ हैन होइन यस्तो ह्यान्डसम मान्छे भयो त तिमी हो किन भन्नु त
अनि कस्तो लाग्यो त क्याफे दाइ मेरो पनि तालु छ फेरि क्याफे दामी छ दाइ ए, अस्ति उसको चाहिँ के गर्दा काटेको अरे तिम्रो यो दाइ होइन मेस्सीले चाहिँ अफ्रिकासँग 2 गोल हाल्दा कपाल तालु हाल्दा ए तिमीले चाहिँ च्यालेन्ज राखेको थियो या बेट हानेको यो मेसीले तालु हाल्छ राम्रै भएको थियो होइन साथी मेरो आज फेरि दाइले बनाएकै छैन ऊ चाहिँ टिकटकर हो भाइरल म चाहिँ हल्का टिकटक बनाउँछु छिटो भन्दा छिटो 10K पुऱ्याइदिनु पऱ्यो त्यसपछि हामी भ्लग पनि आउँछ होइन दाइ त्यसो जान्छ ए दा हाम्रो चाहिँ टिकटक सबैको हेर्ने मात्रै हो टिकटक आइडी त होला मेरो युबी कालो मात्र भनेछ यता त ब्लगर मेरो चाहिँ जिरे आजको भ्लगले चाहिँ जसरी पनि हाम्रो उहाँको चाहिँ 1K चाहिँ सब्सक्राइबर पुऱ्याइदिनु पर्छ ल आई थिङ्क होइन डिस्क्रिप्सनमा हुन्छ त्यहाँ गएर टक्क तिमीसँग धेरै छैन थोरै बाँकी छ अलि 5 सब्स्क्राइबर बाँकी छ उहाँले 5 जना जाबा हान्यो नि यार केटा हो दाइको त 1500 छ त यो 1500 चाहिँ छ तर भ्यू चाहिँ फेरि उसको राम्रो जाँदो रहेछ मेरो भन्दा ठिकै छ अब तर मेरो पास्ट हटायो नि त ओके त्यो पनि भयो होइन डन्टले ल अब चाहिँ हाम्रो मेनु कति पुग्छ भने त्यही हो ओके एकचोटि हाम्रो क्याफेको पनि भनिदिनु न त नाम चट्टाले हिरोले रेड जिन्जर यहाँ चाहिँ आउनु पऱ्यो म त कतिचोटि आयो यार धेरै आउँछ क्याफे त दामी छ भाइ दामी छ है दामी लाइट पनि टक्क धराउनु गयो त खतरै देख्छ आलुको चाहिँ रस चाहिँ दाइ यसको खासमा चाहिँ हेयर स्टाइलको बारेमा चाहिँ लाइक किन चाहिँ मैले हानेको भन्दाखेरि चाहिँ अब अरूभन्दा अलिकति युनिकै हुनुपर्छ जस्तो लाग्छ जे काम गर्दा पनि ए मेनु आयो फेरि हल्का डिस्टर्ब भयो केही छैन मेनु हेर्दै पनि भनौँ ल मेनु चाहिँ हाम्रो प्रतीकलाई बुझाउँछौँ किनकि स्पोन्सर बाई प्रतीक राई अठाउँ त के जे खाए पनि हुन्छ यहाँ हेरौँ न अनि के खाने खासमा भनेर? अब कतिले चाहिँ कपी भन्ला होइन हाम्रो भक्ति सारा टुङाले रेस्पेक्टफुल छ अनि पदम भन्ला कोहीले ख्यामे भन्ला ख्यामेको चाहिँ म चाहिँ फेरि डाइहार्ड फ्यान होइन एकदम त्यही भएर हामी चाहिँ मुर्रा ग्याङ नै पर्छौँ है किन भन्दा तर हामी अलिक पछि आफ्नै ब्रान्ड निकाल्यौँ आफै निकाल्ने हो र अब सेम पनि छैन कटाइ त्यस्तो भए पनि अनि के थियो भने अलिकति युनिक पनि गर्नुपर्छ हामी सोसियल मिडियालाई माया गर्नेले चाहिँ पब्लिकले चिनाउनै पर्ने हुँदो रहेछ क्या जे गरेर हुन्छ होइन भन्नाले पोजिटिभ वर्ड जाउँ नेगेटिभमा जाउँ होइन पोजिटिभ टाइपले चाहिँ जानुपर्छ अनि कपाल भनेको काटेको भोलि उम्री जाने चिज हो त्यो पनि हो अनि तर काटेको दिन चाहिँ मलाई गाली यति आयो कि 1 बजीसम्म मागेसम्म निन्द्रा पनि लागेन होइन फोनमा चार्ज पनि त्यस्तै बिग्रिरहेको त्यही हो अनि यो यसको चाहिँ टाटुको चाहिँ के भन्न जान्छ भने म चाहिँ एक टाइममा वाइली बिग्रेको थियो जे पनि खाने होइन अनि त्यो टाइममा चाहिँ कस्तो लाग्थ्यो भने मभन्दा खतरा कोही जस्तो लाग्दैन थियो क्या टिनेज पनि थियो अनि त्यो टाइममा यो पनि हाने अनि यसको मान्छेले चाहिँ सोध्छ कि के हो खासमा यसको उद्देश्य भनेको एकदम स्वतन्त्र होइन हामी भनेको चाहिँ आफ्नो खुसीमा हिँड्न पाउँछौँ हुन्छ नि चरास्तो उड्न पाउँ भन्ने कुरा छ त्यही हो अनि हाम्रो जिरे भ्लगरलाई चाहिँ 5 सब्सक्राइबरको कमी कमजोरी रहेछ प्लिज 1K पुऱ्याउनको लागि सबैजना गएर सब्सक्राइब हानिदिनु होला हाम्रो सरियामी ग्याङले पनि होइन हजुर अनि हाम्रो भाइहरूको सपोर्टले पनि चाँडो हुनु पऱ्यो है त ओके दाइ थ्याङ्क यू दाइ एकदम यो भ्यू चाहिँ हामीले झन्डा पार्कबाट देखाउँदैछौँ टक्क लगाएर होइन यस्तै छ गाई चाहिँ अब चाहिँ हामीले तल त्यस्तो केही अलिअलि सुक्खा खायो होइन अनि त्यहाँबाट यता आएर घुम्ने भनेको अब खाजा चाहिँ हामीले फेरि घरबाट खानाहरू खाएर प्याक भएको थियौँ अहिले भोक लाग्यो हामी खानु सकिन्छ त्यही अनि यहाँ झन्डा पार्कमा दामी भ्यू जगदोल झन्डा पार्क हो दाइ एकदम भाइहरू बल्ल आइपुगेछ म पनि फेरि पर्खाइमा थिएँ मलाई चाहिँ अगाडि नै बिचरा भाइले ड्राइभमा हानेर 2 भाइ पनि आइपुग्यो देखाउ है त भ्यू ठाउँको ओके दाइ पहिला म यतातिर साइकलमा रातारात कुद्थेँ क्या यता गोकर्ण आएर यताबाट रुम जान्थेँ क्या यस्तै मुर्रा ल फेरि दाइ फेरि हो मुर्रा फेरि छाडाइहाल्छ कि मुर्रा सक्छ त होइन सक्छ त कसैले सक्दैन नि फेरि स्मोकमा चाहिँ गर्छु है अब सबैले नराम्रो सोच्नुहुन्छ होला फ्रेन्ड नै यिनी भइसक्यो एक्लो हुँदा पनि साथी सबै हुँदाखेरि नि सबैभन्दा मेन इम्पोर्टेन्ट चाहिँ लाग्यो तर योसँग पनि सम्बन्ध चाहिँ अब बिछोड गर्नुपर्ने हुन्छ होइन भाइ धेरै नै लभ पर्यो कि योसँग अनि योसँग चाहिँ कुन दिन हाम्रो रिलेसन छुट्छ थाहा छैन गर्लफ्रेन्डले चाहिँ छोड भनिरहेछ अब पैसा हुँदा खाने नहुँदा त त्यो छोड्यायो बिस्तारै दाइ तालु हजुर काम यता हेर्नु त दाइ लुकेट थियो झन्डा पार्कमा तिमी कहाँ हो ल सरी हामी भ्लगसँग अब
यहाँ हुनुहुन्छ हाम्रो प्रतीक जगदल अब यो यहाँ हुनुहुन्छ मेरो झन्डा पार्कबाट छुट्नु पऱ्यो अनि यहाँ हुनुहुन्छ जिरे ब्लगर अब हामी चाहिँ छुटिँदैछौँ होइन दाइ अब त छुटेको अब हामी फेरि नेक्स्ट टाइम भेट्छौँ नेक्स्ट टाइम राम्रो मिटअप हान्नुपर्छ हाम्रो चाहिँ अब घर 1 मिनटसम्म हुन्छ भ्यूहरू त्यहाँ यहाँ यस्तो हुन्छ होला सायद लगभग हाम्रो 1K पुगेर त्योको बेलै हुन्छ कि बा अगाडि पनि हुनसक्छ होइन जस अनएक्सपेक्टेड हुनसक्छ हाम्रो कुरा भइरहेको हुन्छ भरे लाइभतिर पनि यता ल बाई 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 साथी बाई बाई दाई बाई बाई दाइ बाई बाई अब नेक्स्ट टाइम ल दाई राम्रोसँग जानु है ल मेरो तर्फबाट पनि बाई 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 ल दाई मुर्रा ल युवरा चाहिँ आउँ ल लाग्यो ल ओके दाई अलिक बिस्तार दबाई युबी अलिक त्यही हो गाई चाहिँ अब हामी चाहिँ दाइसँग छुट्यौँ र हामी चाहिँ छुटेको छौँ ल लेट्सी अब हामी यो परबाट भ्यू दामी देख्छ कि यो गोवर्नेश्वरबाट योबाट दामी देख्छ अनि उरोमा चाहिँ यस्तो हल्का अब दाइसँग अब हामी फर्स्ट टाइम हो भेटेको जस खुसी लागेको छ मलाई होइन दाइ चाहिँ एकदम ठिक हुँदो रहेछ है ल फ्रेङ्की होइन यस्तै मान्छेहरू सपोर्ट गर्ने भनेको अब तपाईँहरूले पनि गर्नु होला हामी त एकदम 100 दिइरहेको छौँ आफ्नो बेस्ट दिइरहेको छौँ दाइलाई अनि हो यस्तो हेलमेट चाहिँ लगाएर चाहिँ तपाईँहरू बाइक कुदाउनु होला जस्ट दाइको होइन तर मैले चाहिँ तल डिस्क्रिप्सनमा राखिदिन्छु दाइको च्यानल पनि भिजिट गर्न सक्नुहुन्छ अनि भिजिट गरे अनुसार अब तपाईँहरूले फलो पनि गर्दा केही हुँदैन होइन सब्सक्राइब गर्दा पनि हुन्छ टिकटक पनि छ उहाँको सरी हामी भ्लग नै छ अनि युट्युबमा पनि सरी हामी भ्लग नै छ है तपाईँहरूले सपोर्ट गरिदिनु होला होइन दिनमा एकजना सब्सक्राइबर भने धेरै राम्रो हुन्छ महिनामा जिरे भ्लगलाई पनि एकदम गर्नै पर्ने हुन्छ है तपाईँहरूले सपोर्ट चाहिँ गाइज अब 1K को सेलिब्रेसन आउँदैछ क्या अनि तपाईँहरूले छिटोभन्दा छिटो एकदम छिटोभन्दा छिटो एकदमसँग तपाईँहरूले सब्सक्राइब गरेर 1K पुऱ्याइदिइहाल्नु होला होइन टक्क उहाँको चाहिँ थोरै मात्रै बाइक छ ओन्ली 5 मेम्बर्स नो कम्प्लिट होइन अब मिनिट्स कम्प्लिट हुन्छ बिस्तारै गाइज अब हामी चाहिँ तपाईँहरूकै सपोर्टले गर्दाखेरि अब यहाँसम्म आयो होइन त्यसको लागि चाहिँ म धेरै आभारी छु कि गाइज तपाईँहरूबाट अनि मेरो हाम्रो साथी एकजना चाहिँ कहाँ गयो भन्नुहुन्छ भने उहाँ चाहिँ सरी हामी भ्लग दाइलाई पुऱ्याउनु जानुभएको छ है तलतिरसम्म अब आउनुहुन्छ हामी चाहिँ परतिरसम्म जाँदैछौँ होइन यही हो अब फेरि तपाईँहरूले अब दाइलाई एक कपाल यस्तो पारेको छ भनेर नेगेटिभ वेमा नसोच्नु होला उहाँको भित्री मन हेर्नु होला है गएर यो भ्यू त दामी छ यहाँको भ्यू चाहिँ बब्ली राइडर के भन्छ गरेर बुझेन नि हो अब टक्क लाएर अब हामी चाहिँ यहाँ आएर चाहिँ टक्क दानाको भ्यू भन्नु थाल्यो अनि चाहिँ अब रुम गइन्छ सायद भ्लगको मेरो अन्तिम पनि यतैतिर हुन्छ होला गाइजहरू नयाँ झन् च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला अनि 1K कम्प्लिट हुन लागेको छ लगभग यो भिडियोले 1K कम्प्लिट हुँदैछ लागिरहेको मलाई गाइज मेरो सब्सक्राइब त गरिहाल्नु भएको छ गर्नुभएको छैन भए पनि गरिदिनु होला र आफ्नो साथीलाई पनि सेयर गरिदिनु होला है लभ यु गाइज अर्को भ्लगमा भेटौँ